शेरबहादुर देउवा, केपी ओली, प्रचण्डहरूलाई त के लाग्छ कि यो सिंहदरबार त मेरो पेवा हो, सत्ताप्रतिको लालसा हो, सत्तामा सधैँभरि बसिरहँ। कतिपयले भनिरहन्छन् कि राष्ट्रपाका, बालेनका, रविका के एजेन्डा छन् भन्छन्। एमालेका केपी ओली र शेरबहादुर देउवा, प्रचण्डका एजेन्डा चाहिँ के छन्, के एजेन्डा लिएर हिँडेका छन्, 35 वर्षमा उनीहरूले के एजेन्डा लिए र त्यसको प्रतिफल आज के प्राप्त भयो। गगन थापाले फेरि शेरबहादुर देउवालाई नै टिकट दिएको भए के हुन्थ्यो, उनी पनि केवल कागजी र खोक्रो नारामा मात्रै सीमित हुन्थे। उनले शेरबहादुर देउवालाई टिकट नदिएर काङ्ग्रेसलाई युवा बनाएका। अर्को मान्छे आएर च्यालेन्ज गर्यो भने त्यसलाई विदेशीको दलाल भनेर एउटा ट्याग लगाइदिने अनि आफ्नो सत्तालाई सुरक्षित गर्ने प्रपञ्च हो। यदि यही ठाउँमा चाहिँ नि अहिले केपी ओली, शेरबहादुर देउवा र प्रचण्डको मात्रै कम्पिटिसन हुन्थ्यो भने यस्तो कुराहरू आउँदैन थियो। केपी ओलीले बतासे अन्डा भन्ने जुन उनले ल्याए नि, न त उनीहरूसँग देश विकास गर्ने कुनै नीति छ, केवल राष्ट्रवादको नारालाई उनीहरूले उजागर गरिदिन्छन्। जब उनीहरूको राजनीति खतरामा पर्छ नि तब उनीहरूले एउटा राष्ट्रवाद ल्याइदिन्छन् क्या। दुर्गा प्रसाईले निर्वाचनलाई बिथोल्न चाहिँ सक्दैनन्, तर दुर्गा प्रसाईसँग एमालेहरूले पनि साथ दिने चाहिँ उनीहरूले आन्तरिक रूपमा भित्रभित्रै निर्वाचन बिथोल्न एमाले पनि चाहन्छ। यो एमालेको इच्छाको निर्वाचन भइरहेको छैन। कम्युनिस्ट भनेको त्यो एउटा भौतिकवादी पार्टी हो। त्यो चाहिँ कोरियाबाट आउने कुनै एउटा युनिफिकेसन चर्चको मालिकनीको होली वाइन खानलाई भनेर जान्छ। हर्क साम्पाङले कमसेकम धरानमा केही राम्रो गर्ने प्रयास गरेका छन् होइन। उनले युवाहरूको मनमुटुलाई छुने प्रयत्न गरेका छन् त्यहाँ जे जस्तो गरे पनि। नेकपा एमाले जुन हिसाबले अहिले चाहिँ जुन प्रकारको घृणाको राजनीति गरिरहेको छ त्यो राजनीतिले उसलाई अझ यो घृणाको राजनीति बढायो भने अझ अरू 20-22 दिन 25 दिन जति छ चुनाव आउन, त्यो समयमा अझ उसको मत चाहिँ डिक्लाइन हुँदै जाँदाखेरि उसको प्रतिनिधित्व राम्रो हुन सक्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन। झापा 5 को सम्पूर्ण दक्षिणी क्षेत्र गौरीगञ्जतिर जानुभयो भने त्यहाँका 80% जनताहरूले घन्टीमा भोट हाल्ने सम्भावना देखिएको छ। बालेन शाहको पल्ला अत्यन्त भारी देखिन्छ झापा 5। 35 वर्ष एउटा मान्छेले एउटा क्षेत्रबाट चुनाव जितिरहेको छ, ऊ निर्धक्कका साथ भन्छ कि मेरो क्षेत्रमा सुकुम्बासीहरू कयौं ठुलो संख्यामा सुकुम्बासी छन् भन्छ। कति दुःखदायी छ यो। केपी ओलीले जुन प्रकारको घृणाको राजनीति त्यहाँ गरे, त्यहाँ निज टिप्पणीहरू गरे, त्यसले एमालेलाई नै घाटा पुर्याउँदैछ। बालेनको पक्षमा झापा 5 मा मतदाताहरूको उभार छ। अब यसभन्दा पछाडि विभिन्न प्रकारका चलखेलहरू हुन बाँकी नै छन्। बालेनको हातमा गयो भनेपछि देश कतै दुर्घटनातिर जाने त होइन भन्ने प्रकारको एक प्रकारको टिप्पणी पनि गरिरहेका छन्। यो विषयलाई कसरी हेर्नुहुन्छ? उनीहरूको सत्तालाई च्यालेन्ज गर्न अर्को मान्छे आइदियो भने त्यसमा उनीहरूले तपाईले भने जस्तो कुरा, किनकि यो विदेशी हस्तक्षेप अथवा देश नै अर्काको हातमा त पर्दैन भने जस्तो कुरा उनीहरूले अफवाहमा उडाइदिने गर्छ। झापा 5 ले परिवर्तन खोजेको छ यसपटक। केपी ओली कसको पक्षधर थिए? महाकाली सन्धि पास गरिन्जेल इन्डियाको पक्षधर थिए होइन। इन्डियाले चाहिँ त्यति बेला यिनीहरूलाई चाहिँ गोप्य बैठकमा दूतावासले बोलाइरहन्थ्यो सधैँभरि। उनीहरू इन्डियाको पक्षधर थिए। उनीहरूले महाकाली सन्धि गरे। त्यो सन्धिले कति धेरै बेनिफिट राज्यलाई भयो भन्ने कुरा त अब त्यसको केही छैन होइन। अब अहिले आएर फेरि उनको 2070-72 साल यता इन्डियासँगको तालमेल नमिलेपछि उनी चाइना ढल्के। यस्तो प्रकारको एउटा समयअनुसारको कुनै एउटा देशप्रति र अर्को देशप्रतिको ढल्काइको राष्ट्रवादले देशको हित गर्दैन। प्रचण्डले 2063 सालको क्रान्ति सफल भइसकेपछि जब उनी मेनस्ट्रिम पोलिटिक्समा आए त्यसपछि उनले बिस्तारै बिस्तारै ती रुकुम रोल्पाका नागरिकहरूलाई त्यो चाहिँ विद्रोहमा, माओवादीहरूको विद्रोहमा सामेल भएका नागरिकहरूलाई जो जीवमा अहिलेसम्म पनि गोलीका छर्राहरू बोकेर हिँडिरहेका छन् ती व्यक्तिहरूलाई धोका दिए। केपी ओलीहरूले 26 जना जति बालबालिकाहरूलाई त स्ट्यान्ड त्यो 23 गतेको दिन नै ताकी टाउकोमा गोली हानेर स्कुल ड्रेसमै हानेको। उनको सरकार हुँदाखेरि उनी प्रधानमन्त्री हुँदा उनले हानेको भनेर फेरि एमालेहरूले यहाँ के प्रचार गरिदिन्छन् भने यहाँ त कहाँ केपी ओलीले गएर हाने भन्छन्। उनी सत्तामा हुँदाखेरि उनको सरकारले स्कुल ड्रेसमा भएका बालबालिकाहरूलाई टाउकोमै छातीमै ताकी गोली हानेर ढालेको छ। अब त्यसको छानबिनको प्रतिवेदन के होला? त्यसले केपी ओलीलाई चाहिँ दोषी ठहराउला कि नठहराउला? दोषी ठहरायो भने उनलाई चाहिँ कारबाही गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ यो मौन रहन्छ। यो प्रतिवेदन सार्वजनिक हुन्छ भन्ने मलाई विश्वास पनि छैन। यहाँलाई स्वागत छ। धन्यवाद, नमस्कार। चुनावको लहर पनि चलिरहेको छ। फागुन 21 को निर्वाचनलाई हेर्दा यो व्यवस्था सुधारको जनमत हो अथवा फेरि पार्टीहरूकै परीक्षण मात्र हो जस्तो लाग्छ? के भन्नुहुन्छ? यो अहिलेको चुनाव भनेको पुरातनपन्थी रूढिहरूले गर्ने शासन र त्यसलाई च्यालेन्ज गरेर अब हामीले शासनलाई समसामयिक 21औं शताब्दी सुहाउँदो विश्व कहाँबाट कहाँ फड्को मारिरहेको अवस्थामा हामी चाहिँ पछाडि परिरह्यौँ, ब्याक भइरह्यौँ। किनभने हरेक देशका हरेक क्षेत्रमा राजनीतिकरण गरियो। त्यसले गर्दाखेरि हामीले सोचे जस्तो एक्सपेक्टेड डेभलपमेन्ट गर्न सकेनौँ भन्ने हिसाबले सोच्ने परिवर्तनकामी युवाहरू
र पुरातनपन्थी रूढिहरू बीचको द्वन्द्व हो यो अहिलेको चुनाव। अब खासमा चाहिँ जनआक्रोश पनि बढ्दो छ अहिले। जेनजी आन्दोलन पश्चात त झनै बढेको छ, लोकतन्त्र नै खतरामा छ भन्ने प्रकारका छन्। यो अहिलेको यो जति पनि यो जेनजी आन्दोलनको परिस्थिति देखियो, त्यो लोकतन्त्र समाजवाद त्यो सफल भएको कसरी मान्ने र त्यो विफल पनि भएको छैन भन्ने पनि एक प्रकारको टिप्पणी छ। कसरी लिनु भएको छ यसलाई चाहिँ? यो चाहिँ कस्तो हो भनेदेखि व्यवस्थाहरू परिवर्तन भए। 2007 सालमा प्रजातन्त्र आयो, 46 सालमा प्रजातन्त्र पुनर्स्थापना भयो, 62-63 मा अर्को क्रान्ति आन्दोलन भयो, त्यसले अझ गणतन्त्रतिर लग्यो। सबै परिवर्तन हुँदै आए, तर देशमा चाहिँ एउटा प्रजातन्त्र र लोकतन्त्र चाहिँ फर्मल भयो, औपचारिक मात्रै। केही एलिट्सहरू ती लो लेभलका निम्न स्तरका भनिएका नेताहरू जो गरिबहरूको नाममा राजनीति गर्दै गर्दै माथि पुगे, तिनीहरू एलिट्स भए र ती एलिट्सहरूले फर्मल डेमोक्रेसी मात्रै अपनाए, आफूलाई मनपर्दी तरिकाले शासन गरे, प्रधानमन्त्रीको पदलाई एउटा म्युजिकल चेयर जस्तो बनाए। तपाईँ हेर्नुहोस् न, विगत 10-12 वर्षदेखि चाहिँ 3 जना व्यक्ति बाहेक प्रधानमन्त्री छैनन्। अब तपाईँ अझ 20 वर्षको अन्तरालमा यता हेऱ्यौँ भने 3-4 जना मान्छेहरूले यो प्रधानमन्त्री पद होल्ड गरेका छन्। न त उनीहरूसँग देश विकास गर्ने कुनै नीति छ, केवल राष्ट्रवादको नारालाई उनीहरूले उजागर गरिदिन्छन्। जब उनीहरूको राजनीति खतरामा पर्छ नि, तब उनीहरूले एउटा राष्ट्रवाद ल्याइदिन्छन् क्या, हामी राष्ट्रवादी भन्छन्। त्यसले गर्दाखेरि व्यवस्था, तपाईँले भने जस्तो व्यवस्था परिवर्तन भइसके पनि होइन, समाजवादको बाटोमा देश जानुपर्छ भनिए पनि डेमोक्रेसीलाई फर्मलाइज गर्दाखेरि, प्र्याक्टिस डेमोक्रेसी बनाउँदाखेरि अहिलेको डेमोक्रेसी खतरामा परेको। जस्तो अब अहिले राजनीतिक कुरा गरौँ होइन, यसले गर्दा जब राष्ट्रिय स्वतन्त्र पार्टीमा काठमाडौँ महानगरपालिकाका पूर्व मेयरले चाहिँ प्रवेश गर्नुभयो र अहिले चुनावी माहौलमा उभिनु भएको छ, अब रासोपाले प्रधानमन्त्रीको उम्मेदवार पनि बनाएको छ। यदि उहाँले चुनाव लडेर जितेर आए भनेपछि यसो हेर्दा अहिले सबै नयाँतिर मात्रै होमिएका छन्। त्यसो हुँदै गर्दा कतिपय विश्लेषकहरू, कतिपय जनताहरू, कतिपय अगुवाहरूले यो बालेनको हातमा गयो भनेपछि देश कतै दुर्घटनातिर जाने त होइन भन्ने प्रकारको एक प्रकारको टिप्पणी पनि गरिरहेका छन्। यो विषयलाई कसरी हेर्नुहुन्छ? यो यथास्थितिवादले भन्ने हो, किनभने उसले त्यो सत्ताको रमाइलोपना, सत्ताको मोज मस्ती वर्षौंसम्म आफ्ना कार्यकर्ताहरूलाई पालित पोषित गर्ने होइन, राज्यको सम्पत्ति दोहन गरेर आफ्ना कार्यकर्ताहरूलाई दिने, भ्रष्टाचार गरेर अकुत सम्पत्तिहरू भेला पार्ने, भ्रष्टाचारका केसहरूलाई छानबिन नै नगर्ने, अख्तियारको प्रमुखमा चाहिँ आफ्नै मान्छेहरू लगिदिने, न्यायाधीशहरू आफ्नै मान्छे, आफ्नै पार्टीका मान्छेहरू नियुक्ति गरिदिने होइन, यस्तो प्रवृत्ति उनीहरूले गरिरहेका छन् र सत्तामा त उनीहरूले रमाइलो गरिरहेका छन् नि। त्यसैले उनीहरूको सत्तालाई च्यालेन्ज गर्न अर्को मान्छे आइदियो भने त्यसमा उनीहरूले तपाईँले भने जस्तो कुरा, किनकि यो विदेशी हस्तक्षेप अथवा देश नै अर्काको हातमा त पर्दैन भने जस्तो कुरा उनीहरूले अफवाहमा उडाइदिने गर्छन्। त्यसो भए त 2046 सालमा उनीहरूले चैत 26 गते प्रजातन्त्रको पुनर्स्थापना हुँदाखेरि पनि अब गिरिजा, मनमोहन, मदन भण्डारी, यिनै केपी ओली, शेरबहादुर देउवाहरूका हातमा सत्ता जाँदाखेरि पनि त्यति बेला कतै यिनीहरूले विदेशीलाई नै सुम्पिँदैनन् भन्ने त्यति बेला चर्चाहरू चलेका थिए होइन। अन्ततः यति बेला पनि त्यस्तै चर्चाहरू चलाएर आफ्नो सत्तालाई ठिकै भएको छ, हामीले राम्रै गरेका छौँ, हामीले विकासै गरेका छौँ, 3-4वटा बाटो बनाएको देखाएर हामीले यो देश विकासै भएको छ, कम्युनिकेसनहरू देखाएर, त्यो भनेको स्वत हुने विकास हो क्या। त उनीहरूले नगरे पनि यो कसले, कर्मचारी तन्त्रले आफै पनि यो विकास गरिदिन्छ। यसमा पोलिटिकल विल नै चाहिँदैन, 4वटा बाटो बनाउन होइन, कम्युनिकेसनलाई अलिकति डेभलप गर्न, किनकि विश्व कहाँबाट कहाँसम्म पुगिसकेको हुन्छ नि, त्यसमा राजनीतिक इच्छा शक्ति नै चाहिँदैन, कर्मचारी तन्त्रले नै यो सामान्य कामहरू गरिहाल्छ। त्यसैले उनीहरूले चाहिँ त्यही कुरालाई देखाएर हामीले विकास गरेका छौँ, ठिकै छ, हामी नै हुनुपर्छ सत्तामा, अर्को मान्छे आएर च्यालेन्ज गर्यो भने त्यसलाई विदेशीको चाहिँ दलाल भनेर एउटा ट्याग लगाइदिने अनि आफ्नो सत्तालाई सुरक्षित गर्ने प्रपञ्च हो। यदि यही ठाउँमा चाहिँ नि अहिले केपी ओली, शेरबहादुर देउवा र प्रचण्डको मात्रै कम्पिटिसन हुन्थ्यो भने यस्तो कुराहरू आउँदैन थियो। जब उनीहरूको सत्तालाई अरूले, युवाहरूले जो राजनीतिमा थिएनन् तिनीहरूले च्यालेन्ज गरिदिएपछि उनीहरूले यस्तो प्रकारको अफवाह फैलाएको, जनताहरूमालाई चाहिँ भ्रमित गर्नको निम्ति यो अफवाह फैलाएको। जस्तो अब नेपाली काङ्ग्रेसका अब पूर्व सभापति भनौँ शेरबहादुर देउवा, अहिले त गगन थापालाई आधिकारिकता निर्वाचन आयोगले दिइ नै सकेको छ। त्यो सन्दर्भमा अब शेरबहादुर देउवाले टिकट नपाउनु भएको हो अथवा तपाईँलाई लागेको कुरा, उहाँले चाहिँ लड्न नचाहेको हो अथवा नेपाली काङ्ग्रेसको पूर्व सभापति सुध्रिनु भएको हो कि जेनजी आन्दोलन पछाडि, तपाईँको विश्लेषण के छ? तपाईँले भनेको पहिलो चाहिँ हो, त्यो भनेको उहाँले टिकट नपाउनु भयो, किनभने
गगन थापाले पहिले नै अब तपाईँले विश्राम लिनुपर्छ, तपाईँ गार्जेन जस्तो भएर बस्नुपर्छ, हामीलाई चाहिँ नि तपाईँले निर्देशन दिनुपर्छ, हामीलाई चाहिँ नि तपाईँले गाइडलाइनहरू देखाइदिनुपर्छ, मार्गदर्शन गर्नुपर्छ, त्यस कारणले तपाईँ अभिभावक भएर बस्नुहोस् भनिरहेका थिए। यदि गगन थापाले फेरि शेरबहादुर देउवालाई नै टिकट दिएको भए के हुन्थ्यो? उनी पनि केवल कागजी र खोक्रो नारामा मात्रै सीमित हुन्थे। उनले शेरबहादुर देउवालाई टिकट नदिएर काङ्ग्रेसलाई युवा बनाएका छन्। अब नेपाली काङ्ग्रेसका सभापति पूर्व सभापति देउबा जसो तसो आफ्नो लाइनमा आए, जेनजी आन्दोलन पछाडि मैले गलत गरेको रहेछु कि भन्ने त्यो प्रकारको भएको जस्तो पनि, आफूलाई डर भएको जस्तो पनि देखिन्छ, सुध्रिएको जस्तो पनि देखिन्छ। तर केपी ओलीको उत्तर चढाव जतिको त्यति नै छ। झन् जेनजी आन्दोलन पछाडि त झन् उग्र रूपमा आउनु भएको छ। उहाँले एउटा सार्वजनिक अभिव्यक्ति नै दिनुभएको थियो यस्तै पत्रकार भेटघाटकै क्रममा, अब नयाँ भनाउँदाहरूलाई हराएर हामी पुराना भनाउँदाहरू नै प्रधानमन्त्री बन्न चाहन्छौँ भन्ने त्यो प्रकारको टिप्पणी दिँदै आएका छन्, त्यो प्रकारको कुराहरू गर्दै आएका छन्। अब यसो हेर्दा जनताहरूले नयाँ नयाँ घन्टीमय भइसक्यो भनेर पनि एक प्रकारको हल्ला भइरहेछ। यो केपी ओलीको यो भनाइलाई तपाईँले कसरी हेर्नु भएको छ? यो सत्ता लिप्सा हो, सत्ताप्रतिको लालसा हो। सत्तामा सधैँभरि बसिरहँ है, मै नै राज गरिरहँ, यो हामीले गर्ने हो। यो राजनीति भनेको हाम्रो पेवा हो, हामी बाहेक अरू राजनीतिमा आउनु हुँदैन, किनकि हामीले सङ्घर्ष गरेका छौँ, हामी जेल परेका छौँ होइन। तर कतिपयले त केपी ओली राष्ट्रवादी नेता हो भनेर पनि भनिरहेका छन्। यो नेपालको चुच्चे नक्सादेखि लिएर यो नेपाली भूभागलाई चाहिँ नेपालमै ल्याउन सफल भएका भनेर पनि कतिपय टिप्पणीहरू आइरहेछन्। होइन, ठिकै छ। त्यसैले त अघि मैले यहाँलाई भने कि त्यो राष्ट्रवादलाई चाहिँ नेपालको हित अनुकूल प्रयोग गरेको भएदेखि त्यो देशको लागि राम्रो नै हुन्थ्यो। तर नेपालको हित अनुकूल भएन, इन्डियाको विरोध गर्न चाइना कार्ड खेलियो र चाइनाको विरोध गर्न इन्डिया कार्ड खेलियो होइन। यस्तो कार्ड खेल्दै, जस्तो 2054 सालमा त केपी ओली कसको पक्षधर थिए? महाकाली सन्धि पास गरिन्जेल इन्डियाको पक्षधर थियो होइन। इन्डियाले चाहिँ नि त्यति बेला यिनीहरूलाई चाहिँ नि गोप्य बैठकमा दूतावासले बोलाइरहन्थ्यो सधैँभरि। उनीहरू इन्डियाको पक्षधर थिए, उनीहरूले महाकाली सन्धि गरे। त्यो सन्धिले कति धेरै बेनिफिट राज्यलाई भयो भन्ने कुरा त अब त्यसको केही छैन होइन। अब अहिले आएर फेरि उनको 2070-72 साल यता इन्डियासँगको तालमेल मिलेन, नमिलेपछि उनी चाइना ढल्के। यस्तो प्रकारको एउटा समयअनुसारको कुनै एउटा देशप्रति र अर्को देशप्रतिको ढल्काइको राष्ट्रवादले देशको हित गर्दैन, अहित नै गर्छ एक त। अब दोस्रो कुरा चाहिँ यिनीहरूले आफूलाई राष्ट्रवादी भनेर अघि भनिसके, राष्ट्रवाद भन्ने कुरा जनताको हितभन्दा ज्यादा एलिट्सहरूको सत्ता स्वार्थसँग जोडिएको हुन्छ कि सर्वसाधारण र आम नागरिकको हितसँग राष्ट्रवाद जोडिएकै छैन नेपालमा। त्यो चाहिँ केवल सत्ता टिकाउनको निम्ति, सधैँभरि सत्तामा बसिरहनको निम्ति राष्ट्रवादलाई र यिनीहरूले के गरिदिन्छन् त भन्दाखेरि विदेशीको दलाल भनेर अर्को आफूलाई च्यालेन्ज गर्न आउनेलाई ट्याग लगाइदिन्छन्। अनि यस्तो गरेर यिनीहरूले राष्ट्रवादलाई चाहिँ मिसइन्टरप्रिटेसन मात्रै गरेका। अब यसो हेर्दा प्रचण्ड पनि आफ्नै दौडामा छन्। प्रचण्डले 20-22वटा दलहरूलाई मिलाएर आफै संयोजक भएर अगाडि बढिरहेका छन्। प्रचण्डको सम्भावना कतिको देख्नुहुन्छ? अबको राजनीतिक भविष्य कस्तो देख्नुहुन्छ प्रचण्डको? प्रचण्डको स्थायी क्षेत्र त कहीँ पनि छैन, कहिल्यै पनि कुनै चुनावमा पनि उनले स्थायी क्षेत्र बनाएका छैनन्। हरेक पटक उनी छोडी हिँडेका छन्, फरक फरक ठाउँबाट लडिरहेछन्। अनि सिराहाको क्षेत्रबाट एकपटक चुनाव जित्दाखेरि त उनलाई चाहिँ जबरजस्ती चुनाव जिताइएको थियो, जिताउनै पर्ने बाध्यताले हारेको मान्छेलाई पनि जिताइएको भन्ने कुरा पनि तपाईँ हामीले सुनेका छौँ। भने जसको एउटा स्थायी क्षेत्र छैन चुनाव लड्ने, त्यो मान्छे आत्तिएको हुन्छ, अतालिएको हुन्छ, अनि उसले सानातिनाहरूलाई टुक्रा टाक्रेहरूलाई भेला पार्छ। एक त प्रचण्डले 2063 सालको क्रान्ति सफल भइसकेपछि जब उनी मेनस्ट्रिम पोलिटिक्समा आए, त्यसपछि उनले बिस्तारै बिस्तारै ती रुकुम रोल्पाका नागरिकहरूलाई त्यो चाहिँ विद्रोहमा, माओवादीहरूको विद्रोहमा सामेल भएका नागरिकहरूलाई जो जिउमा अहिलेसम्म पनि गोलीका छर्राहरू बोकेर हिँडिरहेका छन्, ती व्यक्तिहरूलाई धोका दिए। उनले जुन धोका दिए, त्यो धोका दिइसकेपछि उनलाई छोड्दै गए। अहिले पनि त्यो विद्रोहमा सामेलहरू कोही कतार, कुवेत, साउदी कता कता बसिरहेका छन्, नेपालमा पनि दुःखदायीपूर्ण जीवन बाँचिरहेका छन् ठुलो सङ्ख्यामा। केही त छँदैछन् उनको बेनिफिट पाइहाल्नेहरू त होइन। भनेपछि प्रचण्डले चाहिँ नि जनताको एउटा अभिमत नै गुमाइसकेको अवस्था छ। त्यसैले उनले भुरे टाकुरेहरूलाई, पार्टीहरूलाई मिलाएर एउटा ठुलो पार्टी बनाउनुले त्यस्तो उनको राजनीतिक छलाङ मारिहाल्छन् उनले भन्न सकिँदैन। उनले जनतालाई धोका दिएका हुन्, त्यसैले उनी बिस्तारै बिस्तारै राजनीतिको मेन स्ट्रिमबाट पलायन हुँदै गइरहेका छन्। अब तपाईँ के भन्नुहुन्छ? यो निर्वाचन त हुँदैछ, अब दुर्गा प्रसाई पनि एकातिर फागुन 1 गतेदेखि निर्वाचनलाई बिथोल्ने हिसाबले
राजालाई समर्थन गर्दै सडकमा आउँदै हुनुहुन्छ। अब यो निर्वाचन हुने नहुने कुरा पनि निश्चय नै अब प्रधानमन्त्रीले त पेलेरै गर्छौँ निर्वाचन भनिरहनु भएको छ। दुर्गा प्रसाई जेल पर्दै आफू पक्राउ पर्दै निस्किँदै गर्नु भएको छ। हिजो अस्ति मात्रै पनि पक्राउ पर्नुभयो बाटोबाटै। अब यो निर्वाचनले निकास दिन्छ भन्नेमा तपाईँ कतिको विश्वस्त हुनुहुन्छ र यो निर्वाचन दुर्गा प्रसाईले निर्वाचनलाई बिथोल्ने कुरा के हो खासमा चाहिँ, यो बारे तपाईँको के छ विचार? दुर्गा प्रसाईले निर्वाचनलाई बिथोल्न चाहिँ सक्दैनन्, तर दुर्गा प्रसाईसँग एमालेहरूले पनि साथ दिने चाहिँ उनीहरूले आन्तरिक रूपमा भित्रभित्रै निर्वाचन बिथोल्न एमाले पनि चाहन्छ। यो एमालेको इच्छाको निर्वाचन भइरहेको छैन अहिले, उसलाई निर्वाचन नहोस् भन्ने छ। त्यसैले त्यो ठुलो बल ओपनली खुलेर, त्यसो भए दुर्गा प्रसाई एमालेसँग मिलिरहेछन्। दुर्गा प्रसाई एमालेसँग मिलिएछन् भन्दा पनि दुर्गा प्रसाईले जुन अहिले निर्वाचन बिथोल्ने एजेन्डा लिएका छन् त्यसलाई चाहिँ एमालेले समर्थन गरेको छ होइन, एमाले चाहिँ दुर्गा प्रसाईसँग मिलेको छ होइन, मिल्न खोज्दैछ। अब यस्तो भइसकेपछि चाहिँ ठुलो बल्कले चाहिँ निर्वाचन बिथोल्नतिर लाग्यो भने केही घटनाहरू देशमा घट्न सक्छन्, तर देश निर्वाचनमय भइसक्यो। अहिले मलाई विश्वास लाग्दैन कि अब यो निर्वाचन चाहिँ रोकिन्छ भन्ने कुरा। अब यति भन्दै गर्दा सामाजिक विश्लेषकदेखि जेनजी अगुवादेखि सामाजिक अभियन्तादेखि अहिले सबै चुनावी दौडामा छन्। जस्तो अब आशिका तामाङ भनौँ, नाम चलेकै व्यक्ति हुनुहुन्छ, उहाँ पनि चुनावी दौडानमा हुनुहुन्छ। तपाईँलाई के लाग्छ यो अब यो जेनजी आन्दोलन पश्चात जो पनि नेता बन्ने होडबाजी चलिरहेको छ अहिले, अब यो साँच्चीकै यिनीहरू संसदसम्म पुग्यो भने जनताका वास्तविक आवाजहरू उठ्लान् त? के भन्नुहुन्छ? त्यो ग्रास रुटबाट जनताहरूकै साथबाट जनताहरूलाई नै सेवा गर्दै जनताहरूलाई नै सहयोग गर्दै गर्दै उठेर आएका मान्छेहरू संसदमा पुग्यो भने जनताको वास्तविक आवाज चाहिँ त्यहाँ मुखरित हुन्छ। जस्तो केपी ओलीले बतासे अण्डा भन्ने जुन उनले ल्याए नि, एउटा अहिले चर्चामा ल्याइदिए नि, त्यो उनलाई के लाग्छ भने 2048-51 सालमा त उनी गृहमन्त्री नै भइसकेका थिए होइन। 2048 देखि आज 2082 आउँदाखेरि यो 34-35 वर्षको समयमा उनी त सिंहदरबार त आफ्नै पेवा जस्तो ठानिरहेका छन् उनीहरूले। शेरबहादुर देउवा, केपी ओली प्रचण्डहरूलाई त के लाग्छ कि यो सिंहदरबार त मेरो पेवा हो। त्यसैले उनीहरूले त्यो गमलाको फुल मात्रै देख्छन् क्या, र उनीहरूले एउटा त्यो वास्तविक राम्रो फुललाई मात्रै उनीहरूले आकलन गर्छन्। तर त्यो बतासे फुल भनेको चाहिँ त्यो जनताबाट नै मुखरित भएर आएको, जनताहरूसँगै सेवा गर्दै गर्दै भिज्दै लड्दै आएकोलाई उनीहरूले बतासे फुलको नाम दिन्छन्। तर वास्तवमा त्यो फर्टाइल फुल चाहिँ त्यही फुल हुन्छ। तिनै फर्टाइल फुलहरू संसदमा जाँदैछन्, तर ती जनताबाट आएका फर्टाइल फुलहरू संसदमा जाँदाखेरि संसद कदाचित नराम्रो हुँदैन, त्यो संसद चाहिँ झन् अझ ढकमक्क बन्दछ। अहिले सबै क्षेत्रबाट बढी जसो अब युवा उम्मेदवारहरू पनि टन्नै हुनुहुन्छ। यदा कदा युवाहरूको वर्चस्व बढी भयो भने, संसदमा प्रवेश गरे भने कतै युवाहरूको मनले अलि बढी नै टेकेर यो देश नै दुर्घटनातिर जान्छ कि यिनीहरूले आफ्नो मनपरी शासन गर्छन् कि मनपरी सिस्टम चलाउँछन् कि भन्ने एक प्रकारको टिप्पणी पनि छ। कसरी हेर्नुहुन्छ? यो कुरा चाहिँ आरोप मात्रै हो होइन। जब आफ्नो नीतिहरू स्पष्ट छैनन्, जब पुरानाहरूले जस्तो यहाँ कतिपयले भनिरहन्छन् कि राष्ट्रपाका बालेनका रविका के एजेन्डा छन् भन्छन् होइन। तपाईँ पनि यति धेरै पत्रकारिता गरिराख्नु भएको छ, तपाईँलाई नै सोधौँ कि एमालेका केपी ओली र शेरबहादुर देउवा प्रचण्डका एजेन्डा चाहिँ के छन्? के एजेन्डा लिएर हिँडेका छन्? 35 वर्षमा उनीहरूले के एजेन्डा लिए र त्यसको प्रतिफल आज के प्राप्त भयो? यो प्रश्न कसले गर्ने, कहिले गर्ने उनीहरूलाई? उनीहरूले एउटा चाहिँ नि पार्टीको सिद्धान्त बोकेका छन्, पार्टीको सिद्धान्त, त्यो सिद्धान्त अनुसरण गरेका छन्। उनीहरूले चाहिँ नि जुन पार्टीको सिद्धान्त बोकेका छन् त्यो पार्टी भौतिकवादी पार्टी हो। एमाले भनेको, कम्युनिस्ट भनेको त्यो एउटा भौतिकवादी पार्टी हो। त्यो चाहिँ कोरियाबाट आउने कुनै एउटा युनिफिकेसन चर्चको मालिकनीको होली वाइन खानलाई भनेर जान्छ होइन, क्रिस्चियनहरूको चर्चको होली वाइन खानलाई त्यो व्यक्ति जान्छ जो भौतिकवादी पार्टी हो होइन। त्यसले के तादात्म्य राख्छ? उनीहरूले सिद्धान्त कसरी परिपालना गरेका छन्? उनीहरू गरिबहरूका, कम्युनिस्ट भनेको गरिबहरूको, सर्वहाराको, मजदुरका आवाजहरू मुखरित गर्ने, तर उनीहरू आज करोडका गाडी चढेर हिँडेका छन्। काठमाडौँमा आलिसान बङ्गला बनाएका छन्। प्रत्येक कम्युनिस्ट नेताको हेर्नुहोस् त आलिसान बङ्गला छ, उनीहरू करोडका गाडी चढ्छन्। तपाईँ यहाँ अहिले यही ठाउँमा यो चाहिँ नि पुतली सडकबाट बानेश्वरसम्म यो बाटो जानुहोस्, यो बाटोमा तपाईँले अहिले 50वटा 2 करोडभन्दा माथिका गाडी देख्नुहुन्छ। यी नेताहरूका गाडी हुन्छन्, उनीहरूले पालित पोषित गरेका व्यापारीहरूका गाडी हुन्छन्। अनि यिनीहरूले न त आफ्नो कम्युनिस्टको सिद्धान्त अपनाएका छन्, न त यिनीहरूका एजेन्डा नै छन्।
अब यिनीहरूलाई च्यालेन्ज गर्न त यो सारा वातावरण बुझेर आएका अहिले चाहिँ नि एक क्लिक गर्दा संसारमा डोनाल्ड ट्रम्पले त्यहाँ ग्रिनल्यान्डमा आक्रमण गर्दैछन् कि छैनन् भन्ने कुरा उनले उहाँ वासिङटन डीसीमा बोल्दै गर्दा नै हामीलाई थाहा हुन्छ। अहिले त्यो जमाना छ भने यस्तो जमाना चाहिँ कसरी एडभान्स हुँदै गएको छ त्यो जमाना अनुसार यिनीहरू अपडेट हुन नसक्दाखेरि यिनीहरूबाट शासन सम्भव छैन। अब युवाहरूबाट नै र नयाँहरूबाट नै शासन हुनुपर्छ नेपाली नागरिकले र तीव्र गतिमा विकासको पथमा अगाडि बढ्नुपर्छ भन्ने नै मूल्य मान्यता हो मेरो। हामीले अब यो कुराकानी गर्दै गर्दा अब पूर्वको धरानबाट हर्क साम्पाङ पनि चुनावी अभियानमा छन्। अब उहाँले पनि विभिन्न अभिव्यक्तिहरू दिइरहेका हुन्छन्, सार्वजनिक रूपमै पनि पत्रकार सम्मेलन गरेर पनि चुनावी अभियानका कार्यक्रमहरूमा पनि अबको प्रधानमन्त्री मै हो भन्नुहुन्छ। अब यो धरानबाट सबैभन्दा पहिले त जित्नु पनि आवश्यक छ। जित्यो भनेपछि संसदमा गयो भनेपछि प्रधानमन्त्री अब निश्चय नै आफ्नो बहुमत आयो भने हुन्छ नै। तर अब प्रधानमन्त्री बन्छु भन्ने यो अभिव्यक्तिप्रति तपाईँको टिप्पणी के छ? हर्क साम्पाङको कतिको सम्भावना देख्नुहुन्छ धरानबाट जित्ने? होइन, सम्भावना भन्ने कुरा त अब त्यो एउटा पर्सनल्ली आफूले आफ्नो कन्स्टिट्युएन्सी रिजनबाट जित्ने हर्क साम्पाङले त्यो आफ्नो ठाउँमा छ। त्यहाँ राष्ट्रपाको अघिल्लो पटक पनि अशोक राईसँग केवल 200 समथिङ भोटले मात्रै हारेको राष्ट्रपाकै क्यान्डिडेट अहिले पनि त्यहाँ हुनुहुन्छ। तर हर्क साम्पाङले कमसेकम धरानमा केही राम्रो गर्ने प्रयास गरेका छन् होइन। उनले युवाहरूको मनमुटुलाई छुने प्रयत्न गरेका छन् त्यहाँ जे जस्तो गरे पनि। तर उनले प्रधानमन्त्री हुन्छु भनेको चुनावी एजेन्डा हो, चुनावी नारा हो होइन। त्यो कुरा उनले भन्नु उनको लागि सान्दर्भिक नै छ, त्यसमा हामीले कुनै प्रश्न उठाउनु जरुरी छ जस्तो मलाई लाग्दैन। मेरो विचार नयाँ युवाहरू जसले देशलाई फरक शैलीमा शासन, उहाँले हर्क साम्पाङले पनि त श्रम गरेर श्रम संस्कृतिलाई विकास गरेर यो देश विकास हुन्छ भन्ने एउटा उहाँको दृष्टिकोण त छ नि। त्यो दृष्टिकोण उहाँले धरानमा बसेर एप्लाई गर्नुभयो भने अर्को ठाउँमा बसेर एप्लाई गर्न पनि उहाँले कसो नसक्नु होला। त्यो उहाँको पक्षको उहाँले जुन नारा लिएर हिँड्नु भएको छ त्यसलाई म कहिल्यै पनि चाहिँ नराम्रो सोच्दिनँ, ठान्दिनँ होइन। उहाँले दिएको ठिक छ, तर प्रधानमन्त्रीको उहाँको जुन अगाडि सार्नु भएको छ आफू प्रधानमन्त्री हुने त्यो चुनावी एजेन्डा हो। त्यो चुनावी एजेन्डा उहाँले सार्नु त्यसलाई असान्दर्भिक रूपमा मैले लिएको छैन। अब अहिले अब नबौदाउँदा संसदहरू भनौँ न, प्रतिनिधि सभाका उम्मेदवारहरू जस्तो महानगरबाट राजीनामा दिएरै बालेन पनि जानुभयो, यस्तै हर्क साम्पाङ पनि राजीनामा दिएर आउनुभयो। कतिपयले कस्तो टिप्पणी गरिरहेछन् भने 5 वर्षसम्मको जिम्मेवारी सुम्पिएर जनताले पठाए तर तिनीहरूले बिचमै जनतालाई म यो तरिकाले जाँदैछु है भनेर बिना जानकारी छोडेर गए, उनीहरूप्रति नराम्रो टिप्पणी गरिरहेछन्। जनताले चाहिँ जतिको अनुभूति गर्नु पर्थ्यो विकासको तिनीहरूबाट पाउन सकेन, अब के आश गर्ने भन्ने प्रकारको टिप्पणी छ। के भन्नुहुन्छ? यस्तो टिप्पणी चाहिँ कुतर्क कुटिप्पणी हो। किन त्यस्तो हो भने कानुन त उहाँहरूले पाउनुहुन्छ। अब रह्यो इथिकल क्वेसन्स भनेको एउटा नैतिक प्रश्नको रूपमा उहाँले खडा गर्नुभएको। तर त्यो 5 वर्ष बिचमा जो शासन सत्तामा थियो, जो राज्यको स्टेटको सिंहदरबारको शासन होल्ड गरेर बसिरहेको थियो, उसले देशमा कुशासनलाई व्याप्त गरिदिइसकेपछि जेनजी आन्दोलन देशको सिनारियो नै चेन्ज भइसक्यो। लास्ट इयरको पोलिटिकल सिचुएसन अफ द कन्ट्री एन्ड द प्रेजेन्ट पोलिटिकल सिचुएसन अफ द कन्ट्री इज टोटली डिफरेन्ट। गत वर्षको जुन सिचुएसन थियो नि, राजनीतिक परिस्थिति थियो नि, आजको 2000 भदौ 23-24 पछिको आजको राजनीतिक परिस्थिति नै बदलिएको छ। एउटा चाहिँ नि चुनावमा जितेर गएको मेयरले म चाहिँ अब यो बदलिएको परिस्थितिमा म प्रतिनिधि सभामा अगाडि जान्छु भन्नु कति सामान्य कुरा हो। तर यसलाई उनीहरूले कुतर्क गरेर के गरेछन्, दुष्प्रचार गरेका हुन्। अब यो फागुन 21 को निर्वाचन पछि पनि यो नयाँ बन्ने सरकारले यदि जेनजीहरूका मागहरू पुरा गरेनन्, जस्तै भ्रष्टाचारीलाई जेल हाल्नेदेखि लिएर भ्रष्टाचार निर्मूल पार्नेसम्मका र तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेर जेल हाल्नेसम्मका जेनजीहरूका माग थिए, यदि त्यो माग पुरा हुने होइनन् भने सडक नतात्नेमा कतिको विश्वस्त हुनुहुन्छ फेरि तपाईँ? कस्तो हुन्छ भने कुनै पनि ठुला राजनीतिक परिवर्तन भइसकेपछि त्यो अघिल्लो परिवर्तन हुनुभन्दा अगाडिको राजनीतिक परिस्थितिका नेताहरू हुन्छन् नि, ती नेताहरूलाई कहीँ पनि पक्राउ गरिँदैन कि। नेपालमा चाहिँ कहिले पनि गरिएको छैन, विदेशमा पनि धेरै ठाउँमा गरिँदैन, कहीँ कहीँ मात्रै गरिन्छ। जस्तो 2046 सालपछि मल्लिक आयोग बनेको थियो, त्यो आयो हेर्न, त्यो मल्लिक आयोगले प्रतिवेदन दिएको थियो, आजसम्म प्रतिवेदनै सार्वजनिक भएको छैन। त्यो आयोगले तात्कालीन मरिचमान सिंह अथवा लोकेन्द्र बहादुर चन्द अथवा पञ्चायत नेताहरू को थिए तिनीहरूलाई चाहिँ कारबाही गर्नुपर्ने एउटा आकलन अनुमान भनौँ न, त्यस्तो खालको प्रतिवेदन दिएको हुनुहुन्छ। त्यो भएन। अझ 46 सालमा 47 सालमा जुन परिवर्तन आयो त्यो परिवर्तन भएको 6 वर्ष नपुग्दै लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री भए, 54 सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री। अझ मल्लिक आयोगले दण्डित गर्नुपर्छ भनेका व्यक्तिहरू नै प्रधानमन्त्री भए।
62-63 चाहिँ नि कमल थापालाई त्यो आन्दोलनलाई गृहमन्त्री हुँदा दबाउनलाई एकदमै उनले भूमिका खेलेको भनेर उनलाई पनि कारबाही हुने रायमाझी आयोग बनेको थियो। त्यसको प्रतिवेदन नै सार्वजनिक भएन भनेपछि अहिले चाहिँ नि केपी ओलीहरूले 26 जना जति बालबालिकाहरूलाई त स्ट्यान्ड त्यो 23 गतेको दिन नै ताकी टाउकोमा गोली हानेर स्कुल ड्रेसमै हानेको उनको सरकार हुँदाखेरि उनी प्रधानमन्त्री हुँदा उनले हानेको भनेर फेरि एमालेहरूले यहाँ के प्रचार गरिदिन्छन् भने यहाँ त कहाँ केपी ओलीले गएर हाने भन्छन्। उनी सत्तामा हुँदाखेरि उनको सरकारले स्कुल ड्रेसमा भएका बालबालिकाहरूलाई टाउकोमै छातीमै ताकी गोली हानेर ढालेको छ। अब त्यसको छानबिनको प्रतिवेदन के होला, त्यसले केपी ओलीलाई चाहिँ नि दोषी ठहराउला कि नठहराउला, दोषी ठहरायो भने उनलाई चाहिँ नि कारबाही गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ यो मौन रहन्छ। यो प्रतिवेदन सार्वजनिक हुन्छ भन्नेमा मलाई विश्वास पनि छैन र तिनीहरूलाई कारबाही हुन्छ भन्नेमा मलाई विश्वास पनि छैन, किनभने नेपालको इतिहास पहिलादेखि नै त्यस्तै नै रहिआएको छ। हुन्छ, हामी अब कुराकानीको अन्तमा पनि छौँ। अब यो अहिलेको राजनीतिक माहौल हेर्दा पुरै नयाँ र पुरानो बीचको भिडन्त देखिन्छ। अब संसदमा कसको वर्चस्व तपाईँ बढी देख्नुहुन्छ, नयाँको देख्नुहुन्छ अथवा पुरानो दलको देख्नुहुन्छ? पुरानोको पनि मतदाता उत्तिकै छन्, जनलहर उत्तिकै छ भने नयाँहरूको पनि उत्तिकै नै छ। तपाईँको विचारमा अबको संसद कस्तो होला जस्तो लाग्छ अन्तमा? अबको संसद भनेको राष्ट्रिय स्वतन्त्र पार्टी अत्यधिक ज्यादा सिट लिएर संसदमा प्रतिनिधित्व गर्नेछ। नेपाली कांग्रेस गगन थापाले नेतृत्व गरिसकेपछि नेपाली कांग्रेसले एउटा फ्रेशनेस अनुभव गरेको छ र उसले मत माग्न जाँदाखेरि पनि हामी नयाँ सुधारिएको परिवर्तित फरक र फ्रेश कांग्रेस हौं भनेर उनीहरूले मत माग्दा उसले पनि सिग्निफिकेन्टली केही राम्रा सिट्सहरू जित्न सक्नेछ राम्रो संख्यामै। तर नेकपा एमालेले जुन हिसाबले अहिले चाहिँ नि जुन प्रकारको घृणाको राजनीति गरिरहेको छ त्यो राजनीतिले उसलाई अझ यो घृणाको राजनीति बढायो भने अझ अरु 20-22 दिन 25 दिन जति छ चुनाव आउन, त्यो समयमा अझ उसको मत चाहिँ डिक्लाइन हुँदै जाँदाखेरि उसको प्रतिनिधित्व राम्रो हुन सक्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन। झापा क्षेत्र नम्बर 5 को अहिलेको चर्चा भनेको विशेष रूपमा हेरिएको छ। लगभग अब बालेन शाह पनि प्रधानमन्त्रीका उम्मेदवार, केपी शर्मा ओली पनि प्रधानमन्त्रीका उम्मेदवार। अन्य दलको कुरा नगरी बालेन शाह र केपी ओलीको विश्लेषण कसरी गर्नुहुन्छ? अबको सम्भावना के देख्नुहुन्छ झापा 5 मा? हो, झापा 5 ले परिवर्तन खोजेको छ यसपटक। 2048 सालदेखि आजसम्म त्यहाँ चाहिँ नै एउटा रूढिग्रस्त राजनीतिले उनीहरूलाई छोपेको थियो हैन। लामो समय उनीहरू त्यसको मारमा परे। कतिपय अवस्थामा उनीहरूले चाहिँ नि झापा 5 का जनताहरूले चाहिँ नि केही फाइदा पनि प्राप्त गरे होला। जब नेकपा एमाले अथवा केपी ओली फ्रेश थिए त्यतिबेला फाइदा पनि प्राप्त गरे। अनि 2048 सालमा एमालेले झापा जिल्लाभरि नै लाल किल्ला बनाएको थियो। सबै 6वटा सिट थिए, सबै 6वटा सिट जितिसकेको थियो। तर 48 सालदेखि यता एमालेले त्यसलाई लाल किल्लामा परिणत गर्न सकेको छैन। यति बेला आएर नयाँ उदीयमान पार्टी र परिवर्तन गर्नुपर्छ भन्ने पक्षधर का बालेन शाहले त्यहाँनिर आफ्नो उम्मेदवारी दिइरहँदा, जसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीको रूपमा पनि अगाडि सारेको छ, त्यहाँ एउटा नयाँ उत्साह र लहर छाएको छ। तपाईँ झापा 5 को सम्पूर्ण दक्षिणी क्षेत्र गौरीगञ्जतिर जानुभयो भने त्यहाँका 80% जनताहरूले घण्टीमा भोट हाल्ने सम्भावना देखिएको छ। एउटा सर्वेक्षणबाट त्यो सम्भावना देखिएको छ। तर केही उत्तरमा जाँदाखेरि चाहिँ अलिकति एमालेको केही न केही मत आउन सक्छ। तर तपाईले के बुझ्नुस् भने त्यहाँ चाहिँ नै अहिले एमाले केपी ओलीसँग रुष्ट एउटा अर्को पक्ष छ, जसले विद्या भण्डारी, ईश्वर पोखरेल अथवा अस्ति महाधिवेशनमा हारेको साइडको पक्षधर्ता लिन्थ्यो, उसले सूर्यमा भोट हाल्नेवाला छैन एउटा पक्ष। अर्को पक्ष जेनजी मतदाताहरू 10,000 को संख्यामा नयाँ मतदाताहरू त्यहाँ थपिएका छन्। ती मतदाताहरूमध्ये 80% मतदाताहरूले फेरि परिवर्तनकै पक्षमा र नयाँ उम्मेदवारलाई भोट हाल्दैछन्। त्यस्तै गरी त्यो स्थिर बाहेकको एउटा स्विङ भोट हुन्छ, जो सिचुएसन कता बदलिन्छ त्यतैतिर भोट हाल्ने। त्यो स्विङ भोटको सबैभन्दा धेरै प्रतिशत फेरि यता अहिले बालेन शाहको साइडमा देखिन्छ र असन्तुष्ट कार्यकर्ताहरू छन्, तिनीहरूको भोट पनि बालेन शाहको साइडमा देखिँदाखेरि आजसम्मको परिप्रेक्ष्यमा, आजसम्मको परिवेशमा, आज तपाईले 27 गते मलाई मार्च 27 गते इन्टरभ्यु लिइरहेको परिप्रेक्ष्यमा बालेन शाहको पल्ला अत्यन्त भारी देखिन्छ झापा 5 मा। अब केपी ओलीले त बालेन शाहलाई आफ्नो प्रतिद्वन्द्वीका रूपमा लिएका छैनन् भनेर सार्वजनिक रूपमा पनि भनिरहेका छन् र अर्कोतर्फ काठमाडौँबाट चुनाव मेयर भएको मान्छे काठमाडौँका सुकुम्बासीहरूलाई भगाएर लखेटेर चाहिँ अहिले झापाबाट चुनाव जित्ने दाउमा जित्ला भनेर सोचेर यता आएको छ, तर काठमाडौँका जनताहरूले धपाएछन् भन्ने एक प्रकारको टिप्पणी गर्छन्। के भन्नुहुन्छ? यो भनेको घृणाको राजनीति हो, यो भनेको एउटा नीच टिप्पणी हो।
होइन। यस्तो प्रकारको टिप्पणीले एमालेको र सूर्यको भोट झापा 5 मा हरेक दिन घट्दो अवस्थामा छ। अब तपाईँले सुकुम्बासीको कुरा गरिरहँदा 38 वर्ष यत्रो 35-36 वर्षसम्म केपी ओलीले त्यहाँ जितिरहँदाखेरि सुकुम्बासी राखिरहेका छन् अहिलेसम्म पनि राजनीतिका लागि। सुकुम्बासी के यो एउटा सान्दर्भिक छ? यो समय अनुकूल छ? यो ठिकठाक छ? 35 वर्ष एउटा मान्छेले एउटा क्षेत्रबाट चुनाव जितिरहेको छ, ऊ निर्धक्कका साथ भन्छ कि मेरो क्षेत्रमा सुकुम्बासीहरू कयौँ ठुलो सङ्ख्यामा सुकुम्बासी छन् भन्छ। कति दुःखदायी छ यो कुरा। तर कतिपयले त चुनावी अखडा मात्रै हो पनि भनिरहेका छन् सुकुम्बासीहरूलाई। हो, त्यही चुनावी अखडा मानिरहँदाखेरि सुकुम्बासी राखिरहँदाखेरि उनीहरूको राजनीति चाहिँ फस्टाउने, फल्ने, फुलाउने भयो। अब बालेन शाहले त्यो कुरालाई खारेज गरेका हुन्। सुकुम्बासी राख्नु हुँदैन, सुकुम्बासी कोही रहनु हुँदैन, सबैले आफ्नो जीवनस्तरलाई उकास्नुपर्छ, सुकुम्बासीबाट एक स्टेप माथि जानुपर्छ, त्यसका निम्ति राज्यले नीति ल्याउनुपर्छ। खोलाका छेउमा लगेर जोखिमपूर्ण रूपमा ती व्यक्तिहरूलाई राखेर उनीहरूका घर परिवार बालबच्चाहरू जोखिमपूर्ण रूपमा कसरी त्यहाँ दिन काट्छन् बर्खायाममा, रात काट्छन् बर्खायाममा भन्ने हिसाबले बालेन शाहको नीति अगाडि आएको थियो। यसलाई उनीहरूले अफवाह गरे, उल्ट्याइदिए र झापा 5 ले अहिले परिवर्तन खोजेको छ। झापा 5 मा ठुलो सङ्ख्यामा मतदाताहरूले परिवर्तनको पक्षमा भोट हाल्नेछन् र यसपटक केपी ओलीले जुन प्रकारको घृणाको राजनीति त्यहाँ गरे, त्यहाँ निज टिप्पणीहरू गरे, त्यसले एमालेलाई नै घाटा पुर्याउँदैछ। उनले गुइठा भनिदिए, हाम्रो 5 नम्बर क्षेत्रमा कोही पनि गुइठा छैन भनेर धनुषा र महोत्तरीलाई चाहिँ उनले के गरिदिए त हेपे। त्यहाँ चाहिँ गुइठा बाल्नेहरू चाहिँ तिमीहरू असभ्य हो भने, हामी गुइठा बाल्दैनौँ, हामी सभ्य हौँ भन्ने हिसाबले उनीहरूले प्रस्तुत गरे। तर अहिले पनि तपाईँ गौरादादेखि तल सबै गौरीगञ्ज तल बोर्डर छेउसम्म जानुहोस्, सबै गुइठा अहिले पनि बालिरहेका हुन्छन्। त्यो ग्राउन्ड रियालिटी यथार्थ नै बुझ्दैनन् क्या। उनीहरू एलिट्स भइसके क्या, उनीहरू जनताको पक्षमा छैनन् क्या। उनीहरू गरिबहरूका दुःखहरू, कथाहरू, वेदनाहरू सुन्नै चाहँदैनन्, सुन्नै सक्दैनन्, सुनेकै छैनन्। उनीहरू सिंहदरबारमा बस्छन्, उनीहरू आलिशान महलमा बस्छन्, उनीहरू करोडका गाडीमा चढ्छन्, अनि जब भोट आउँछ तब उनीहरू सुकुम्बासीको राजनीति गर्छन्। अब यो राजनीति तोडिँदैछ, यो राजनीति सदा सदाको लागि अन्त्य हुँदैछ र यो फागुन 21 को चुनावले यो राजनीतिलाई समाप्त पारेर अब वैकल्पिक राजनीति, फरक राजनीति र युवाहरूको राजनीति, विश्व बुझ्ने युवाहरूले देश हाँक्नुपर्छ भन्ने राजनीतितर्फ नेपाललाई अग्रसर गराइरहेको छ। झापा 5 मा बालेनको जित पक्का हो त्यसो भए? स्पष्ट रूपमा अहिलेसम्मको दिनमा बालेनको पक्षमा झापा 5 मा मतदाताहरूको उभार छ। अब यसभन्दा पछाडि विभिन्न प्रकारका चलखेलहरू हुन बाँकी नै छन्। त्यो चलखेलले के गर्छ भन्ने कुरा त अब फेरि अहिले ज्योतिषीले भविष्यवाणी गरे जस्तो त म गर्न सक्दिनँ। ग्राउन्ड रियालिटी हेर्दा आजका दिनसम्म बालेन शाहको साइडमा झापा 5 ले उभार ल्याइरहेको छ। हस्, थ्याङ्क यू सो मच। धन्यवाद।